हेलो एभ्रीवान तपाईलाई मेरो च्यानल त छैन त्यही पनि स्वागत छ हेर्ने जतिलाई नहेर्नेलाई त के भनौं हैन हेर्नु होला कृपया हजुरहरुले नै माया गर्दिनु होला तपाईहरु सन्चै हुनुहुन्छ होला हामी नि यहाँ सन्चै भएर त घाँस काट्न जाँदै छौं सुन्नु होला त्यही पनि हामी चाहिँ अहिले चाहिँ घाँस कटिङमा जाँदै छौं बिहान उठिङ चिया पकाइङ खाइङ अनि खरबारीतिर दौडिङ घाँस काटिङ आइङ घर आइङ अब यसर इधर उधर गरिङ भात खाइङ फेरि भाँडा धस्काइङ माझिङ हेर्नुस् त्यही हो गाउँले भएपछि यस्तै हेर्नुस् अब अलिअलि उस गर्न पर्यो के अरे दुःख गर्नै पर्यो फाइनली आज म के कुरा भन्ने जाँदैछु भन्नाले आज मेरो ह्याप्पी वाला बर्थडे हो हैन अनि ह्याप्पी वाला बर्थडेमा पनि यस्तो घाँस काट्न पर्छ ह्याप्पी वाला बर्थडेमा पनि मलाई यस्तो घाँस कटिङमा पठाउनु भयो हाम्रो मम्मी प्यारी मम्मीले अनि के गर्नु सहयोग गर्न मतलब घरको काम गर्नु पर्यो नि हेर त कतै पार्नी भो अनि गर्ने हैन गर्छु हेर्नुस् हाम्रो यो पछाडीको छन् कलवा हलवा भन्न मिल्दिन लफङ्गा पनि भन्न मिल्दिन मेरो प्यारो दादा हैन दाइ उहाँले चाहिँ 12 क्लियर गरेर पास गरेर बेरोजगारी त भन्न मिल्दिन त्यही पनि अहिले आफ्नै काममा केही गरिरहेको छ अब उसको भविष्य अब आफैले बनाउँछ कमाएर अलिअलि मलाई पनि देस् बहिनीलाई नबिर्सेस् अलिअलि लुगा सुगा अन्त यसो उसो हुन्छ नि त अन्त एभ्री बुढा भगवान म चाहिँ आज कति 16 पुगे 16 वर्षमा लागे भनौँ न हैन त्यही हो हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ मलाई पनि सोध्नु होला हैन हाम्रो सन्चै छौं त्यही पनि यता चाहिँ हुनुहुन्छ मेरो एनसी वाला ब्रोडर पहिला चाहिँ यसले कपाल पाल्दैन थियो आजभोलि हिरो बनेको छ यहाँ काटेर हेर्नुस् म एउटा कुरा भन्छु यसलाई पहिला चाहिँ यसले हैन मुख पनि धन्न थियो अझाल त्यो केरेलवाला आहारै गाडी रेल केरेल त्यही भएर यस्तो चिरिचट्ट पार्छ देखा त नङ पनि नङ त यस्तो हो गोबर फाल्न पर्दैन हैन त्यो हग्दाखेरि यस्तो गु हुन्छ नि अड्केको अब त अड्केको यस्तो नङ कोटार्न भनेर पाले अरे भन्ने मिडियामा के अरे सोशल मिडियामा पब्लिस गर्ने यसले सिङ भन्न खोजे है सिङ भन्न खोजे सरी गाइस यो चाहिँ झुकेर आएको है हैन तर पनि भन्दिन त्यही हो भन्दिन भनौँ लानी कुनै दिन भन्ने दिन पनि आउँछ न गाइस भन्छु हजुरहरुलाई लुकान्न ल भयो आजको भिडियो चाहिँ यही हामी यही अन्त्य गर्न चाहन्छौँ अहिले साँझ मेरो बर्थडे मनाउने जस्तो कुरा भइरहेछ क्या गाइस सकेसम्म तपाईहरुलाई पनि भिडियो गरेरै देखाउने छु सकेसम्म हेलो गाइस अघि चाहिँ इति त्यहाँ सानो काम परेर इति रोकिदियो सरी अहिले चाहिँ हामी घाँस काट्छौँ घाँस काटेको भिडियो चाहिँ यहाँ लाले दाइको भ्लगमा आउँछ च्यानलमा आउँछ कृपया सबैले हेरेर साथ माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अलिअलि अब सानोतिनो टिकटक हाल्दै गर्छु बोल्न बानी परेको छैन गाइस भर्खर अहिले यही दिन हो
फर्स्ट टाइम ट्राई गरेको त्यही पनि सबैले माया गरिदिनु होला भन्दै आजलाई यही अन्त्य गर्दछु धन्यवाद।